छ ए हजुर नमस्कार हजुर म यता पचाल झरनाको एकजना युवा है हाम्रो यो जुन पचाल झरनाको जुन हाम्रो एउटा पुलको हजुरले ठेक्का लिनु भएको रहेछ धेरै वर्ष अगाडि त्यो पुल चाहिँ अहिलेसम्म नबन्नुको कारण के होला म्याडम अब धेरै समय भइसक्यो रहेछ हजुरले म्याथ थप पनि गरिसक्नु भएको रहेछ त्यही भएर यो विषयमा अलिकति जान्न चाहेको थिएँ के छ भन्न मिल्छ होला ए हजुर हजुर ए हजुर 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 7 वर्षको हामीले डिजाइन ड्युटीहरू गरेका थियौँ हजुर पहिलो 2 वर्षहरूको यो डिजाइन ब्रिज हो हजुर यो अरू जस्तो नर्मल पुल होइन नेपालमा 6-7 वटा मात्रै बनेको छ हैन हजुर हजुर म्याम अलिकति हजुरको आवाज कटेर आयो अलिकति हेलो म्याडम सुन्यो हजुर अहिले क्लियर सुनियो हजुर हजुर अर्को नम्बरबाट हाने कि अर्को सिमबाट ए हजुर हजुर ए हजुर हजुर नमस्कार हजुर नमस्कार म्याम म कालीकोटमा छु यो डिजाइन ब्रिज हो हजुर हजुर पहिलो 2 वर्ष कस्तो हुन्छ भन्दा हामीले 8-9 महिनामा त्यसलाई डिजाइन गरेर हजुर इन्जिनियरलाई बोलाएर सोइल टेस्ट गरेर सबै ठाउँको अनुगमन गराएर त्यो एउटा डिजाइन हामी अब यस्तो खालको पुल बनाउँदैछौँ भने सरकारले पेश गर्नुपर्छ हो हजुर हजुर पछि सरकारले त्यसलाई फेरि हेर्छ हामीले गरेको डिजाइनहरू हजुर त्यो पुल सक्सेस छ छैन हुन्छ हुँदैन माटो कस्तो छ त्यहाँको सबै गरेर 2 वर्ष त्यसैमा गयो त्यहाँ 2 वर्ष सरकारबाट स्वीकृति नभएर हामीले त्यो फन्डै पाउँदैन हजुर हो हजुर अब त्यहाँ भयो 18-21 महिनादेखि त्यो लागिहाल्यो 2 वर्ष भनौँ न हजुर पोहोर साल हजुरको उतापट्टिको यतापट्टि चट्टानतिरको भाग त्यहाँ पनि हालेर सक्यो त्यति हो हजुर हजुर अब यतापट्टि चाहिँ अस्ति असारमा हाल्नुपर्ने हामीले वैशाख जेठमा अलिकति ढिलो भइगयो पानीको प्रभाव पनि भयो अनि त्यो पाल्लो क्याप हालेपछि हामी ओल्लो क्याप पनि हाल्न सक्थ्यौँ फागुनमा सकेका थियौँ त्यो बेला प्रदेश सरकारसँग बजेट भएन हजुरको त्यति बस्यौँ होइन बजेट भएन अब हामीसँग पनि अब लगानी हुँदैन अब हामीले काम गरेर पैसा वल्लो पैसा हजुरको फागुनमा सकेका थियौँ फागुन 28 गते सकेका थियौँ धन्य 2 करोड रुपियाँ 2 करोड 25 लाख जतिको भुक्तान थियो असाढको 16 गते मात्रै सरकारले छोड्यो पैसा थिएन प्रदेशमा त्यो त्यतिको लस भयो त्यो त्यति बेलै पैसा पाइदियो हामी अल्लो सकिहाल्थ्यौँ हजुरको अनि पोहोर साल चाहिँ त्यो यो नदीको भागले अलिक समस्या भयो हजुरको नदी तल चट्टान भेटिएन तैलीय माटो भेटिएर मुनि जो पुलको लागि चाहिने त्यो हुनुपर्ने थियो 21 मिटर जाँदाखेरि हजुरको तल माटो कहीँ पनि भेटिएन क्या हजुरको हुन्छ नि पुरै बालुवा मात्रै हुन्छ अनि त्यहाँबाट त्यो किन भयो त भनेर फेरि इन्जिनियरहरूलाई बोलाइएर विज्ञ टोली त्यो सोइल टेस्टको लागि पठाइयो अब यसैमा अब माटो नभेटियो मानौ अब जमिनको नदीको किनारबाट 19 मिटर तल जाँदाखेरि पनि भेटिएन क्या हजुरको ए हजुर 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 त्यो कम्प्लिकेटेड आइसकेपछि त्यो गर्दा गर्दै त्यसमा अनि हामी पनि कन्फ्युज छौँ हाम्रो इन्जिनियरहरू भनौँ सबै यो कसरी गर्ने त भन्ने उसमा त्यो अनि बालुवा तल पिचको बालुवा लगेर फेरि ल्याब परीक्षण उसमा गरियो ल्याब टेस्ट गर्ने त्यसको रिपोर्ट पछि हजुर त्यो त्यो गऱ्यौँ अब त्यो गर्न मिल्छ मिल्दैन कस्तो खालि बालुवा मात्रै आउनु लाग्यो भन्ने कुरा भयो कि अनि इन्जिनियरहरूले अब त गर्न त मिल्ने हो अब अहिले यसलाई यो साल यो के यो असारको बेरमा तपाईँ यो सेलिङ गरेर तल यो गरेर त्यहाँ हाल्नु मिल्दैन त्यो पानी बढ्यो भने फेरि माथि आइहाल्छ त्यो पानी थाम्न सकिँदैन लेभल नदीको बढिसक्यो भने पानी त मुन्तिरबाट आउँदैन नि त दुईबाट यो सकिँदैन अब यसलाई हामीले फेरि इन्डियामा एकचोटि फेरि परीक्षण गराएर हामी रिपोर्ट ल्याएर अनि क्यापिङ गर्नु होला भन्नुभयो अनि रिपोर्ट आएको छ अब हाल्नुहोस् भन्ने त भएको छ हजुरको होइन त्यो माथि त्यो खनेको त्यतिकै रह्यो हामीले छोडिदियौँ त्यसलाई चाहिँ अब भोलि आज यहाँ हाम्रो अलिकति मानवमा पनि हाम्रो त्यो आफ्नो गाउँलेहरू उनीहरू दिन्छन् कि त्यो पानी म पनि त्यसको काम सुचारू गर्नु पनि आएको अझै हप्ता दिन भयो यहाँ भान्जा भोलि आउनुहुन्छ अब हाम्रो त्यहाँ के छ भने खासै हामीले टाइम 2 महिना मात्रै लाग्छ कि 1 महिना चाहिँ हजुरको 7-8 दिन चाहिँ त्यसको ठ्याक्क लेभल मिलाउनु
लेभल मिलाउनु पर्यो, पालो त्यहाँ बोल्नु मिलाउनु पर्यो। अनि नदीको त्यो बालु झिङ्ग त कामै लाग्दैन हजुरको 10 दिन भनौँ न त्यो गर्नुभयो। 10-15 दिनहरू सोलिङ टिसिसी र सरिया बिछाउनु भयो 15 दिन जति। अनि पास 2 महिना भनौँ न। अनि क्याब हारिसक्यो भने हाम्रो पुल बन्यो भन्ने थाहा पाउनु हामीले। त्यो कन्डिसनमा छ। भोलि शनिबारमा भोलि भान्जा त्यहाँबाट आउनु छ। अब अहिले त्यसलाई अहिले पनि कति झऱ्यो। अब हजुर त नजिकको मान्छे होइसिन्छ नदी कहाँसम्म आयो हामी प्रत्येक दिन लेभल हेरिराखेको छु कि सानो दामडी घाट थियो दिवार दामडी घाटको पनि 14 असारमा चिया पार्यो। अब त्यो पनि 2-3 महिना काममा त्यो सकिन्छ। अनि तलको चाहिँ त्यो नदी अलिकति अब मङ्सिरबाट घट्छ क्या हजुरको पहिलो हप्ताबाट तल घट्यो पनि। अनि अब भोलिबाट हाम्रो मान्छे आएर के गर्छ नि त गिट्टी उता मानव पुसाइसँग भनेको छु गिट्टीहरू त्यो गिट्टी त सार्नु पर्यो मान्छेले पुरै साध्य हुन्न त्यत्रोमा हजुरको। झन्डै 3000 बोरा सिमेन्ट लागि गिट्टी चाहिन्छ कि 3000 बोरा चाहिन्छ इत्यादमा। अब त्यो हामीले ड्रम लिएर जाउँ पोर्छ 15-20वटा ड्रमको डाली बनाएर हजुर त्यसै गरेर तार्नु पर्यो घेर्ने जस्तो गर्नु नदीमा थाहा भइसक्यो नि। त्यो गरिदिइरहनु पर्ला। अब काम सुरु हुन्छ तयार गर्ने हजुर। अब माथिको अब हामीले क्याबिङ हालिसक्यो भने मैले पहिल्यै दिइसकेको छु स्टिलको भाग ट्रसको भाग। अनि मलाई दुःख हुँदैन ट्रसवाला कम्पनीले आएर 2-3-4 महिनामा फिट गरिदिने हो उसले 5 महिना ट्रसले आफै लाउने त्यसमा हामीले धवा पर्दैन। त्यही त हामीले अस्ति असोज 25 गते चाहिँ हामीले पचलझरना गाउँपालिकासँग अन्तर्क्रिया कार्यक्रम राख्यौँ युवाहरूबाट होइन। त्यसको अध्यक्षता मैले गरेको थिएँ। अब मेरो नाम जसा बोगटी हो। मेरो घर चाहिँ पचलझरना 7 नम्बर वडा नानीकोट नुवाघर पर्छ हजुर। अनि त्यही भएर अब त्यहाँ चाहिँ धेरै कमी कमजोरीहरू हाम्रो जुन पचलझरनाका व्यतिथिहरूलाई पनि हामीले कोट्याउने काम गऱ्यौँ होइन। अनि र पचलझरनालाई जुन योभन्दा पछिका दिनमा चाहिँ हामीले हाम्रो युवापन्थीबाट गर्न सकिने काम कारबाहीहरू पनि हामीले उहाँहरूलाई देखायौँ र उहाँहरूसँग हातेमालो गर्ने एउटा प्रतिबद्धता पनि जनायौँ होइन। अब यसै क्रममा चाहिँ पुलको विषयमा पनि कुरा उठ्यो। पुलको विषयमा पनि धेरै अगाडि नै अब अलिकति त्यो जुन एडभान्स रकम चाहिँ दिएको अहिलेसम्म यो पैसा यो पुल नबनेको र असोज चैतको 13 गते डेट सकिने अवस्था थियो र चैतको 9 गते आएर उहाँहरू एउटा पिल्लर खडा गरेर जानुभयो। त्यसपछि म्याप भइसकेपछि त्यसपछि आउनु भएन भन्ने। अब यसो कुरा पोर्साल पनि हाम्रो मान्छे त्यही थियो आएर बुझेला असारको के अरे साउनको 7 गते साइड छोडेर आएका हुन् हजुर। अब सबै हजुर जस्तो युवा त थाहा पाउनुहुन्छ यो इन्जिनियर पाठहरू सरकारी कुराहरू सबै मुख त्यो हामीले जबरजस्ती केही गर्न मिल्दैन पुलको चिजै हो हजुरको होइन। अनि हरेक समस्या अब साधारण जनताले किन बनाउँछ पानीमा बनाएर पानी खनाएर किन छाया त भन्ने हुन्छ उहाँहरूको नर्मली भनाइ हो क्या हजुरको। यो विकास हजुरको हाम्रो हो मैले पनि लिएको दायित्वमा पुरा गर्नुपर्छ हामी सबै लागि पर्छौँ हजुरको। त्यो दामडी घाटमा त्यहाँ हजुरले देख्नुहुन्छ मेरो मेसिन अहिले 3 वर्ष भयो गएको त्यो छिरुपुको पुल विवाद भएर अरू जस्तो मान्छे टाढाको भइदिएको जमानामा अलिकति घुसपैठ गरेर त्यसलाई क्यान्सल गर्न हान्थ्यो। मैले चाहिँ विभिन्न अवसरहरू लफडाहरू सुल्झाएर कतिचोटि प्रदेशमा गएर त्यहाँ भौतिक मन्त्रीले 2-3पल्ट ल्याइ छलफलमा एमाले काङ्ग्रेस र माओवादीको विवादले गर्दाखेरि चिया पाल्न नदिएर दाउ 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 पोर्साल हजुरको हालियो। म त छाड्न मिल्दैन घाटा फाइदा आफ्नो ठाउँमा होला लिएको जिम्मेवारी हो नि त म एकै मान्छे हुँ अहिलेसम्म छाडेको छैन। हजुरले चाहिँ ढुक्क रहनु होला भएको सहयोग गर्नु। अर्को कुरा के भयो भने हाम्रो चाहिँ हामीसँग मेन पावर पनि छैन कि मान्छे छैन हजुर। अब तलबाट ल्याउनुपर्छ दसैँ तिहार भनिहाल्छन् छठ भनिहाल्छन् हजुरको मङ्सिर लगाउनु पर्यो भनिहाल्छन् मान्छे उतैबाट ल्याउने हो। हामी यहाँ त्यो मान्छे पाइँदैन हजुरको महिला मात्रै छन् पुरुषै छैन भन्छन्। अब गाउँमा हजुरहरूले थाहा छ मङ्सिर छैनन् के समस्या यस्तो छ हजुरको नेताहरू होइन त्यो उहाँहरूले लाग्नु स्वाभाविक हो। के हालेको छ किन हालेन पर खाल्डो खने अब हजुर जस्तो मान्छेले भन्छ मैले पनि स्पष्ट भन्नुपर्छ नि त मजाले। त्यही त अब तपाईँको नाम त हामी बचपनदेखि सुनेका होइन। अब तपाईँले धेरै निर्माणका कामहरू धेरै गर्नुभएको छ होइन। अब हिजोदेखि सफल रूपमा हजुर त्यही त अब धेरैवटा सफल काम गरिसकेपछि यही एउटा पुलमा चाहिँ तपाईँ किन अड्किनु भयो त के कारणले अड्किनु भयो? अथवा यता सरकारको कामले अथवा हाम्रो गाउँपालिकाले अड्काएको हो कि अथवा तपाईँले चाहिँ तपाईँको आफ्नो व्यक्तिगत कामले अथवा तपाईँले चाहिँ यहाँको ठेक्का लिएर अर्को काम गर्ने अनि त्यसपछि अर्को ठाउँकोबाट यता काम गर्ने त्यस्तो खालको पो हो कि होइन? अनि कतिपय कामहरू त्यस्तो पनि हुँदो रहेछन् होइन।
छैन हैन त्यही भएर यो कुरा चाहिँ हजुरको 2-4 वटा प्रोजेक्ट छ भने रनिङमा हुन्छ तर सबैको समय उयो हुन्छ नि हजुरको हजुर त्यही त हो अर्को हामी सोध्छ हामीलाई के रे हामीलाई पनि सरकारले टाइम दिया हुन्छ के त्यही टाइम भित्र सक्नु यो केही कार्डमा चाहिँ मेथड गर्ने हजुर नत्र नगर्ने अब हामी कुनै राजा त होइन हजुरको राजा त नागार्जुनबाट हटाए मान्छे हजुर हजुर त्यो हुन्छ पुल बन्छ त्यो पुलको पनि टाइम हुन्छ हजुरको 7 वर्षको यसमा चाहिँ हुन्छ बजेट बनाए हुँदैन पर्यो यसमा हुन्छ कि अहिले पनि 1 करोड माथि छुट्याएको भन्नुहुन्थ्यो तर मन्त्री अहिले अलिक ठिक हुन्छ तपाईँ काम गर्नु होला हामी दिउँला भन्नुहुन्थ्यो पोर्टल हजुरको त्यो ओल्लो क्याब बनाउँदाखेरि माघ फागुनमा सक्यो हामीले हजुर 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 अब पैसा पाइएन अब असारसम्म अब 10-20 लाखले हुँदैन करोड रुपियाँको माल चाहिन्छ हजुरको 1.5-2 करोड लगानी गर्नुपर्छ हजुर नपाएको त भाइ चेटिने खाँदा तर पनि हामी इन टाइममै बनाउँछु ढिलो भयो भने पक्का होस् बन्नेमा ढुक्क हुनु म त यहीँ छु त अब चाहिँ हामी कहिलेसम्म त्यो पुल बनेको देख्न पाइन्छ होला हजुर अब हजुरले 84मा हिँड्ने हो सर गाडी हिँड्ने 84मा गाडी हिँड्न पाइन्छ होइन हिँड्ने पाइन्छ हजुर किनभने अनि त्यो हामीले मानौ त्यसलाई वैशाखसम्म गाडी जेठ असारसम्म हाल्यो भने नदी बढ्छ नदीमा फेरि त्यो माथि ट्रसले पनि काम गर्न पाइँदैन क्या त्यसमा ट्रेन लगाएर दुनियाँ गरेर जोड्नुपर्छ नि त फेरि स्टिलवाला पनि उसलाई पनि त समस्या हुन्छ त्यही भएर पुलमा अलिक टाइम धेरै लाग्छ क्या हजुरको सबै ठाउँमा त्यही अनुसारले चिन्ता नमान्छेलाई ल ठिक छ अब यो लेबर सेबर खोज्ने कुराहरूमा म पनि सहयोग गर्ने भने होइन हुन्छ तपाईँको काम स्टार्ट हुँदाखेरि चाहिँ हजुरले खबर गरिदिनु होला हाम्रो गाउँतिर भएका यो नम्बर चाहिँ हजुरको म सेभ गरेर राख्छु केही समस्या पर्यो हामीलाई के चाहियो भने अब त्यहाँ हजुरको जनप्रतिनिधि पनि हाम्रै हुन्छ नि शिवराज सरहरू उहाँहरू उहाँको म्याडमले पनि बेला बेलामा चाहिँ सहयोग चाहियो भने भन्नुला भन्नुभएको छ उहाँले उ गर्नुभएको छ अलिकति हामीले धेरै दुःख बनेको उहीँ त्यो तिर्पुमा पायौँ हामीले निर्माण गर्दाखेरि यति कचकचाएर यति लफडा मान्छे त्यहाँ त्यहाँ त केही कुनै बाधा अडचन छैन अब समय विभिन्न त्यो डिजाइन विधि भने त्यो हाम्रो साधारण पुल जस्तो होइन नेपालमा 6-7 वटा छन् त्यसमा त्यो 50 जला पनि हजुर त्यो त्यहाँ मेरो मान्छे मेरो भान्जा पनि हुनुहुन्छ हजुर अनि त्यो पुरानो पैसा हुनुभयो रिटायर हुनुभएको थियो जानुहोस् भान्जा भनेको तिर्पुका मान्छे जति त सकिएर हेर्नु धाउ मारियो लफडा छ अहिले हुन्छ सर यो नम्बर हजुरको पनि दिउँलामा है ल हुन्छ ठिक छ म लेबर खोज्ने कुराहरूदेखि लिएर अब अन्य केही मेरो तर्फबाट हामीलाई समस्या केही भयो भने हजुरले पनि सहयोग गरिदिनु हुन्छ ल हाम्रो पुरै टिमै छ 50 जनाभरिको युवापन्थीहरूको पुरै टिमै छ होइन हामी आफ्नो तर्फबाट गर्ने सहयोग हामी गर्छौँ र हजुरहरूले चाहिँ काम चाहिँ अलिक छिटो गराइदिनु पर्ला हजुर हस् हजुर हस् धन्यवाद हस् नमस्कार साथीहरू हाम्रो ठेकेदार तारा साईज्यूसँग चाहिँ लामो समय पछि चाहिँ कुराकानी भयो र धेरै लामो समयसम्म कुरा पनि भयो र हाम्रो जुन पजल झरना गाउँपालिकाको जुन पुल 2076 सालदेखि ठेक्का परेको र अहिलेसम्म निर्माण नभएको कारणले गर्दा हामीले त्यो आवाज उठाउनु पर्ने देखिन्थ्यो अस्ति हामीले जुन असोज 25 गते पनि हामीले यो विषयमा आवाज उठाएका थियौँ र आज चाहिँ अब के रहेछ त अवस्था अहिलेसम्म बन्न नसक्नुको कारण चाहिँ के रहेछ त भन्ने हिसाबले बुझ्न खोज्दाखेरि यो कुराहरू प्रष्ट भएको छ ठिकै छ अब चाहिँ हामी 84 सम्म गाडी कुदाएर हिँड्न मिल्छ भन्ने कुरा भयो के अरे पुल भन्ने कुरा 1-2 दिनभित्रै बनिहाल्ने कुरा पनि होइन हामीसँग त्यही अनुसारको साधन स्रोत पनि छैन चाइनाको जस्तो अथवा विभिन्न जुन शक्तिशाली राष्ट्रको जस्तो स्रोत साधन पनि छैन त्यही भएर ठिकै छ हामी प्रतीक्षा गरौँ यत्रो 5-6 वर्ष त कुरिहाल्यौँ अब चाहिँ 1 वर्ष छ हैन जुन 83 लाग्न लागिसक्यो 83 को 84 भनेपछि अब 1 वर्ष नि भनौँ न 1 वर्ष हामी ठिकै छ दुःख गरौँ केही छैन भन्दै यो जुन कुरा यहाँहरूलाई सुनाउँदै म अहिले भने बिदा हुन्छु धन्यवाद नमस्कार।